तपाईको के हुन्छ दोहोरिने अवस्था हुन्छ कि अब के हुन्छ यति होइन अनेराश्रयमा मैले नेतृत्वको अनुभव हासिल गरिसकेँ। अब नयाँ साथीहरूलाई त्यो नेतृत्वको चाहिँ अवसर दिनुपर्छ र नेतृत्व विकासको नर्सरीको रूपमा अनेराश्रयलाई चिनाउनुपर्छ भन्ने निर्णयमा म छु, अडेक छु। त्यो कुरा नै मैले गर्नेछु र नयाँ पुस्तामै अनेराश्रयलाई लैजाने नयाँ नेतृत्व निर्माण गर्ने कुराहरूमा नै मेरो बढी जोड रहन्छ। यति बेला चाहिँ नारायण गति अगाडि आउने कि नरेश ढोका अगाडि आउने भन्ने कुरा चाहिँ यति बेला विद्यार्थीको कौल तौलदाको व्यक्तिका विषयवस्तुका सन्दर्भहरू महाधिवेशन जोदेखि एउटा घटना आइरहेको छ जुन अस्कल क्याम्पसमा तपाईँहरूको चाहिँ सङ्गठनको विद्यार्थी हुनुहुन्छ, उहाँ चाहिँ अस्कल क्याम्पसको छोपिङको सचिव पनि हुनुहुँदो रहेछ। यो घटनामा चाहिँ के छ अवस्था? होइन, हामीले जब चाहिँ प्रहरीले समात्यो भनेपछि सङ्गठनले अहिले त्यहाँ उहाँलाई कारवाही गरेको त्यहाँको आउँछ तपाईँले देख्नु पनि भएको छ। र हामी यस्ता तपाईँको चाहिँ प्रवृत्तिहरू यदि दोषी प्रमाणित भएको खण्डमा हामीले चाहिँ भोलि सङ्गठनमा फर्किने अवस्था के हुन्छ? होइन, यहाँ चाहिँ अनेराश्रय भनेको विशाल सङ्गठन हो। भोलि तपाईँको चाहिँ उहाँलाई चाहिँ कानुनी कारवाहीबाट चाहिँ सदैव मान्छे दण्डित हुँदैन। पहिलो कुरा एउटा कुरा दाइहरूसँग त यो कुरा पनि पक्कै पनि राख्नुपर्छ होला जस्तो तपाईँहरूले नेतृत्व गरेको केन्द्रीय नेतृत्व गरेको मान्छेले यो सोबीको निर्वाचन यति ढिला किन भएको होला? होइन त चाहिँ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका अनुसार विभिन्न क्याम्पसहरूमा नहुनुको प्रमुख कारण नेविसँगका आन्तरिक द्वन्द्व नै प्रमुख कारण थियो। तपाईँले विश्वविद्यालय केन्द्रीय क्याम्पसदेखि धेरै क्याम्पसहरूमा हेर्न सक्नुहुन्छ। चाहिँ यहाँको क्याम्पसमा पनि त्यो निर्वाचनको चाहिँ दल दर्ताको विषयवस्तुलाई बहाना बनाएर नै यहाँ चाहिँ निर्वाचन चाहिँ रोकिएको थियो। र चाहिँ निर्वाचन गर्ने जब अदालतबाट स्टे अर्डर आए पछाडि निर्वाचन गर्ने कुरामा हामीले चाहिँ सहजीकरण गऱ्यौँ र निर्वाचन वातावरण बन्यो। तर तपाईँहरूले केही बेर पहिला नेवी सङ्घका सभापति केन्द्रीय सभापति दुजल शेर्पासँग सँगैसँगैको तपाईँको फोटोहरू पनि आउँथ्यो, तर त्यसले गर्दाखेरि तालमेल किन बन्न सकेन त त्यसो? होइन, हामीले केन्द्रीकृत रूपमा काहीँ पनि निर्वाचनमा तालमेल गर्ने रणनीति हामीले बनाएका थिएनौँ। स्थानीय स्तरमा गरिएका साथीहरूले गरेका तपाईँको सहकार्यलाई हामीले अनुमोदन गरेका मात्रै छौँ सबैतिर। र चाहिँ अनेराश्रयले त्यसैभरि काहीँ पनि चाहिँ तपाईँको चाहिँ केन्द्रीकृत रूपमा तालमेलको त्यो नीति अपनाएर हामीले त्यही प्रिन्सिपलमा काम गऱ्यौँ। अहिलेसम्म चाहिँ देशैभरिका क्याम्पसबाट कति सिटले जितिरहेको छ? होइन, हामी चाहिँ आङ्गी क्याम्पसमा नेविसँगभन्दा केही चाहिँ 1-2 सिट सङ्ख्याले हामी पछाडि छौँ। तर सामुदायिक क्याम्पसमा विगतमा गठबन्धनका कारणले हामीले हारेका धेरै क्याम्पसहरू पूर्वदेखि हामीले तपाईँले गर्नु भने धेरै ठुला क्याम्पसहरू चाहिँ हामीले फर्काएका छौँ। चाहे सुकुना क्याम्पस चाहे मकवानपुर मल्टिपल क्याम्पस किन नहोस्, यो हिसाबले समग्रमा भन्दा नेविसँग र हाम्रो उस्तै खालको चाहिँ उ छ। चाहिँ जुन किसिमबाट चाहिँ युवाहरू आजको व्यवस्थाप्रति निराश छन् भन्ने जुन किसिमबाट चाहिँ भ्रमहरू दिइन्थ्यो, तर युवाहरू आजको व्यवस्थाभित्र योग्य पात्रहरू छनौट गर्नै लालच रहेछन् भन्ने मत परिणामले देखाएको छ। तर यो नेपाल ल क्याम्पसमा सोबीको निर्वाचन हुन अरू सङ्गठन दिएन भने नेवी सङ्घले चाहिँ ढिट दायर गरेको भन्ने कुराहरू बाहिर आइरहेको थियो, यो सत्य हो कि के कुरा हो? होइन, यो विषयको व्यक्तिले के गर्यो भन्ने विषयवस्तु फरक कुरा हो। हेर्नुहोस्, कतै तपाईँको चाहिँ कुनै व्यक्तिले गरे होला, कतै कुनै व्यक्तिले, तर निर्वाचन बिथोलिनेमा कुनै विद्यार्थी सङ्गठनको कारण नै थिएन। क्याम्पस प्रशासनले नेविसँगै केही साथीहरूले त्यो क्याम्पस प्रशासनकाबाट गठन भएको निर्वाचन समितिमा तपाईँको चाहिँ समितिका चाहिँ पदाधिकारीहरूलाई चाहिँ तपाईँको दुर्व्यवहार गरेपछि ती पदाधिकारीले तपाईँको आफ्नो सुरक्षामा चाहिँ थ्रेट महसुस गर्नुभयो र उहाँहरूकै कारणले भएको निर्वाचन थियो। यसमा अन्य विद्यार्थी सङ्गठनको कुनै भूमिका थिएन। तपाईँहरूले अहिलेसम्म जति जित्नु भएको छ, तपाईँ चाहिँ पहिलो पटक चाहिँ पहिलो नै बनेको तपाईँहरू अनेराश्रय अहिले चाहिँ हुन सकेन, यसको समीक्षा कसरी गर्नुहुन्छ? होइन, हामीले तपाईँलाई थाहा छ अनेराश्रय समग्रमा हामी दोस्रो आज पनि छैनौँ, हिजो पनि थिएनौँ। र हामीले आङ्गी क्याम्पसहरूमा केही क्याम्पसहरूमा तपाईँलाई थाहा छ चाहिँ हाम्रा विरुद्ध पनि थप तपाईँको गठजोडहरू भएकै थिए। र आजको चाहिँ तपाईँको जुन किसिमका प्रहारहरू हामीलेलाई तपाईँको चाहिँ कृत्रिम चाहिँ फन्डाहरू सृजित गरेर जसरी गरियो त्यसले केही मतहरू प्रभावित भए, तर हामी समग्रमा कमजोर भएका होइन। चैत्रमा चाहिँ अनेराश्रयको अधिवेशन हुन्छ भन्ने कुरा थियो, त्यो हुन सकेन, के हुन्छ अब? होइन, हामीले चाहिँ जेठमा हामीले चाहिँ सङ्गठनको महाधिवेशनको घोषणा गरेका छौँ र अब हामी 11 गते तपाईँलाई थाहा छ लोकतन्त्र दिवसको दिन पारेर हामीले युवा उत्सव आयोजना गरेको छौँ पार्टीको उसमा, हामी त्यसमा सहभागी हुँदैछौँ। त्यो युवा उत्सव कार्यक्रम सके पछाडि हामीले उपसमितिमा छ, त्यसमा हामी निर्वाचन के चाहिँ महाधिवेशन कार्यतालिकालाई अगाडि बढाउँछौँ। अब तपाईँको के हुन्छ, दोहोरिने अवस्था हुन्छ कि अब के हुन्छ? होइन, अनेराश्रयमा मैले नेतृत्वको अनुभव हासिल गरिसकेँ। अब नयाँ साथीहरूलाई त्यो नेतृत्वको चाहिँ अवसर दिनुपर्छ र नेतृत्व विकासको नर्सरीको रूपमा अनेराश्रयलाई चिनाउनुपर्छ भन्ने निर्णयमा म छु, अडेक छु। त्यो कुरा
नै मैले गर्नेछु र नयाँ पुस्तामै अनिल आरसीपीलाई लैजाने नयाँ नेतृत्व निर्माण गर्ने कुराहरूमा नै मेरो बढी जोड रहन्छ। यति बेला चाहिँ नारायण गति अगाडि आउने कि नरेश ढोका अगाडि आउने भन्ने कुरा चाहिँ यति बेला विद्यार्थीको कौल तौलदाको व्यक्तिका विषयवस्तुका सन्दर्भहरू महाधिवेशनमा चाहिँ छनौट भएर आएका प्रतिनिधिहरूको चाहिँ तपाईँको चाहिँ विवेकमा भर पर्ने कुरा हो। भोलि त्यो महाधिवेशनमा आएका प्रतिनिधिहरूले जसलाई चुन्नुहुन्छ एबीसीडी जो पनि अनिल आरसीपीको नेतृत्वमा आउँछ, म पनि चुनेर आएको व्यक्ति हो। अनिल आरसीपीमा हामीले त्यही चाहिँ तपाईँको चाहिँ परिपाटी चाहिँ बसाएका छौँ र हामी त्यो कुराप्रति दृढ छौँ। पद्धतिबाट अगाडि बढ्छ। अर्को कुरा हिजोदेखि एउटा घटना आइरहेको छ जुन अस्कल क्याम्पसमा तपाईँहरूको चाहिँ सङ्गठनको विद्यार्थी हुनुहुन्छ, उहाँ चाहिँ अस्कल क्याम्पसको छोपिङको सचिव पनि हुनुहुँदो रहेछ। यो घटनामा चाहिँ के छ अवस्था? होइन, हामीले जब चाहिँ प्रहरीले समात्यो भनेपछि सङ्गठनले अहिले त्यहाँ उहाँलाई कारवाही गरेको त्यहाँको आउटले तपाईँले देख्नु पनि भएको छ र हामी यस्ता तपाईँको चाहिँ प्रवृत्तिहरू यदि दोषी प्रमाणित भएको खण्डमा हामीले सङ्गठनमा यस्ता प्रवृत्तिहरूलाई प्रोत्साहित गर्दा निरुत्साहित गरेर अगाडि बढ्छौँ। अनि राष्ट्रिय मात्र हो, हामीले यस्तो विभिन्न घटनाहरू उठ्दाखेरि तत्काल हामीले एक्सन गर्ने गर्छौँ। उहाँ उद्धार गर्ने के कार्य भइरहेको छ कि कस्तो? होइन, हामी गलत एउटा कुरो सङ्गठनभित्र सङ्गठनको आवरणमा प्रहरी अनुसन्धानलाई प्रभावित गर्ने काम हामी कुनै पनि गर्दैनौँ। अपराध अनुसारको दण्ड गर्ने कुरामा नै सङ्गठनले सहयोग गर्छ। उहाँ चाहिँ भोलि सङ्गठनमा फर्किने अवस्था के हुन्छ? होइन, यहाँ चाहिँ अनिल आरसीपी भनेको विशाल सङ्गठन हो। भोलि तपाईँको चाहिँ उहाँलाई चाहिँ कानुनी कारबाहीबाट चाहिँ सदैव मान्छे दण्डित हुँदैन, एउटा अवधिसम्मको निम्ति हो। चाहिँ कानुनी कारबाहीमा रहेको व्यक्ति अनिल आरसीपीकोमा रहन सक्दैन। कानुनी कारबाहीबाट भोलि तपाईँको उन्मुक्ति भइसके पश्चात उहाँले त्यो आफ्नो गल्ती गरेको रियलाइज गरेर सङ्गठनमा काम गर्ने इच्छा जाहेर गर्नुभयो भने सङ्गठनको निर्णयले के गर्छ, मैले के गर्छु भन्ने कुराले अर्थ रहँदैन। सङ्गठनको बैठकले गर्ने विषयवस्तु हो। यस्ता प्रवृत्तिहरूलाई हामीले निरुत्साहित गर्ने भन्ने नै हाम्रो चाहिँ अनिल आरसीपीको दृष्टिकोण रहन्छ। कुनै पनि व्यक्ति विशेष एबीसीडी भनेर गल्ती गर्नेले गल्ती चाहिँ रियलाइजेसन गर्ने कुरा नै महत्त्वपूर्ण कुरा हो। भोलि गल्ती कमजोरी गर्नेहरू सङ्गठनमा, किनकि यो जुनसुकै सङ्गठनमा कि आजीवन कसैलाई पनि तपाईँको चाहिँ सङ्गठनबाट निष्कासन गर्ने निलम्बन गर्ने हुँदैन। गल्ती कमजोरी मानव जीवन सबैले गर्छन्। तपाईँलाई थाहा छ चाहिँ कालिदासै सप्रेर वाल्मिकी भएका हुन् भन्ने कुराको यथार्थ तपाईँ हामीले बुझ्नुपर्छ। हामीले काहीँ पनि, किनकि तपाईँ त्रिचन्द्रका चाहिँ झडपहरू होस्, चाहे चाहिँ तपाईँको पब्लिक युथका चाहिँ क्याम्पसका चाहिँ तपाईँको तोडफोडका घटनाहरू, त्यो हामी अरू सङ्गठनसँग जोडिएका होइन, आन्तरिक नेविसँगभित्रका आन्तरिक जीवनसँग जोडिएका तपाईँको चाहिँ गुटु बगुटका लडाइँले चाहिँ विद्यार्थी आन्दोलन लज्जित हुनेभएका घटनाहरूप्रति समग्र अन्य विद्यार्थी सङ्गठनलाई जोडेर तपाईँको चाहिँ त्यसलाई चित्रित गर्ने कुरा चाहिँ बुझाइको कमजोरी हो जस्तो मलाई लाग्छ। हस्, धन्यवाद दाइ। हस्।